बागमती प्रदेशका लामा घेदुङका अध्यक्ष पनि हुनुहुन्छ सुक्रा लामा ज्यूलाई चाहिँ यो मोलम पाठ टासीकेमा प्रस्तुत गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। 107औं उहाँको आज जन्म जयन्तीको रूपमा हामी मनाउँदैछौँ भने त्यसै गरी जनै पूर्णिमाको आसपास जनै पूर्णिमा पर्ने हाम्रा गोपाल योजनको पनि स्मृति दिवस आज हामी संयुक्त रूपमा मनाइरहेका छौँ। यहाँ सबैलाई थाहा छ हाम्रो यो नियमित घेदुङको कार्यक्रम क्यालेन्डरभित्रै पर्छ यो कार्यक्रम। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ आज अन्त पनि कार्यक्रम देखिरहेछ। जस्तै हाम्रा घेदुङका सल्लाहकार कुमार योन्जन तामाङको नेतृत्वमा प्राय एउटा के अरे चाहिँ आदिवासी जनजाति राजनीतिक सम्मेलन भन्ने एउटा छलफल 16 कोटी पनि हुँदैछ। उहाँले पनि मलाई बोलाइरहनु भएको थियो र हाम्रो यो कार्यक्रमले गर्दा धेरै कार्यक्रमहरू जुधिरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि म अब समयलाई एकदमै ख्याल गर्दै हाम्रो प्रमुख अतिथिज्यू लगायत विशिष्ट अतिथिज्यूहरूलाई यो छुमीमा चाहिँ नक्सल भन्न बत्ती बालेर खादा अर्पण गर्दै झ्याम्याङ लामा र गोपाल योन्जनको तस्बिरमा माल्यार्पण खादा अर्पण गरिदिनु हुन म प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु। र यो सँगै अब मोलम पाठको लागि बागमती घेदुङ लामा घेदुङका अध्यक्ष सुक्रा लामालाई म उहाँको टिमलाई म अनुरोध गर्न चाहन्छु। यो सँगसँगै त्यसै गरी सांसेरको लागि नेपाल ताम्बा घेदुङका अध्यक्ष वीरबहादुर घिसिङ लगायतको टोलीलाई पनि तयारी अवस्थामा रहन म अनुरोध गर्न चाहन्छु। त्यसै गरी सम्पूर्णलाई नेपाल तामाङ घेदुङ र नेपाल तामाङ संस्कृति घेदुङको तर्फबाट पुनः यहाँलाई शब्दमा स्वागत गर्दै म यहाँबाट ओजेल पढ्न चाहन्छु। हाम्रा संस्कृति घेदुङका अध्यक्ष एवं यस कार्यक्रमका सहआयोजक पनि हुनुहुन्छ उहाँहरू। यसै गरी हामी माझमा चर्चित कलाकार विश्वदोङज्यू पाल्नु भएको छ। उहाँलाई पनि आसन गर्नका लागि अतिथिको आसन चाहिँ हरेक किसिमको जोहर गर्नुपर्ने भएको हुनाले हामीले चाहिँ यसलाई चाहिँ धेरै लामो तयारी गर्न सकेको छैन। छोटो समयमा चाहिँ हामीले केही थोरै अभ्यासहरू गरेर हामीले गरेका छौँ र आज जो म्युजिसियनहरू यहाँ उपस्थित हुनुहुन्छ उहाँहरू अत्यन्त व्यावसायिक, उहाँहरू अत्यन्त वरिष्ठ कलाकारहरू हुनुहुन्छ। उहाँहरू किन यहाँ उपस्थित हुनुभयो भन्दाखेरि उहाँहरूले पनि गोपाल योन्जन प्रतिको एउटा श्रद्धाभाव र हामी सहकर्मीहरू बीचको एउटा आत्मीयताको कारणले मात्रै यहाँ आउनु भएको छ। उहाँहरूले लिने पारिश्रमिक जो उहाँहरूले आज प्रस्तुत गर्नुहुन्छ वाद्यवादन त्यो पारिश्रमिक त हामीले दिन सकेको छैनौँ। तथापि पनि उहाँहरू एउटै क्षेत्रमा काम गरेको आत्मीयता र गोपाल योन्जन प्रतिको एउटा श्रद्धाभाव र झ्याम्याङ लामा प्रतिको एउटा श्रद्धाभावले गर्दाखेरि आज उपस्थित हुनुभएको छ। त्यसैले मैले यो स्वागत मन्तव्य क्रममा थोरै यो कार्यक्रमको चाहिँ विषयमा पनि यहाँहरू माझ पनि र हाम्रो निमन्त्रणलाई स्वीकारेर जति पनि कलाकारहरूको चाहिँ सपोर्ट छैन। हामी व्यक्तिले चाहिँ हाम्रो संस्थाले जातीय संस्थाले भए पनि आफ्नो खल्तीबाट निकालेर तथापि यहाँहरू यहाँ उपस्थित हुनुभएको छ। यहाँलाई हामी आयोजकको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्छौँ। साथीहरूले भन्नुहुन्थ्यो तपाईँले किन कार्यक्रम जुटाउनु भएको? कार्यक्रम हामीले जुटाएकै होइन, झ्याम्याङ लामाको स्मृति दिवस आज नै हो। त्यो भएको हुनाले चाहिँ आज नै हामीले कार्यक्रम गर्नु परेको हो र गोपाल योन्जनको चाहिँ हामीले उहाँको जन्मदिन चाहिँ पूर्णिमाको दिन हो। गुणे पूर्णिमा, जनै पूर्णिमा भन्छ नेपालीमा। यो गुणेङ यहाँको दिन उहाँ जन्मिनु भएको र प्राय यस्तो मान्छेहरू जो अद्भुत ज्ञान शक्ति र क्षमता भएको मान्छे चाहिँ पूर्णिमा दिन नै जन्मिनु रहेछ। जस्तै हाम्रो भगवान् बुद्ध पनि वैशाख पूर्णिमाको दिन जन्मिनु भएको थियो। वैशाख पूर्णिमा दिन ज्ञान प्राप्त गर्नुभएको थियो भने वैशाख पूर्णिमाकै दिन चाहिँ उहाँ चाहिँ निर्वाण प्राप्त गर्नुभएको
भने गोपाल योन्जन पनि त्यस्तै गोपाल योन्जन सङ्गीतको यस्तो महापुरुष हो, यस्तो शिखर व्यक्तित्व हो जसको सङ्गीतहरू, जसको शब्द रचनाहरू र उहाँको स्वरहरू आज पनि अझै मर्छ। गीत सङ्गीत त धेरैजनाले गाउनु भएको छ, गाउनु भएको छ, तथापि गोपाल योन्जनको सङ्गीत, उहाँको स्वर र उहाँको शब्द रचनाहरू एउटा सङ्गीतको महा विश्वविद्यालय जस्तो लाग्छ। उहाँको गीतहरू सुन्दै गर्दाखेरि, उहाँले लेख्नु भएको शब्दहरू हामीले पढ्दै गर्दाखेरि र उहाँको स्वरहरू हामीले सुन्दै गर्दाखेरि हामी सङ्गीतका विद्यार्थीहरूलाई एउटा सङ्गीतको विश्वविद्यालय भेटे जस्तो लाग्छ। त्यस्तो आभान हुन्छ। हामीले उहाँको गीतहरू सुनेर हामीले फलो गर्न खोज्दाखेरि साँच्चै नै हामी एउटा सङ्गीतको विश्वविद्यालयमा हामी पढिराखेका छौँ।